के लाइछ यो त यो करेन्ट अब हामीले पकाउनु पर्ने हुन्छ यहाँ अनि वेलकम टु खजम ब्लग। सबैजना फिटान फान्ने हुनुहुन्छ र म पनि फिटान फान्ने छु। सो आजको ब्लग पनि अलिकति फरक किसिमको अलग किसिमको हुनेवाला छ। सो मैले चाहिँ आज घरदेखि नै भिडियो बनाउन पाएन किनकि अलिकति टाइम पनि उस्टी भयो है। सो आजको भिडियोमा चाहिँ हामी गर्नेवाला छौँ करेन्ट च्याउ च्यालेन्ज। सो मेरो भाइ मनिष र मैले चाहिँ च्यालेन्ज गर्नुपर्ने हुन्छ अनि त्यसको लागि चाहिँ हामीले सुरुमा दाउरा खोज्नुपर्ने हुन्छ र दाउरा खोजेर चाहिँ आगो बाल्नुपर्ने हुन्छ। अहिले चाहिँ बजिसकेको छ 5:30 भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ यो मनिष भाइ। अनि अब हामीले चाहिँ दाउरा कलेक्सन गर्न जानुपर्ने हुन्छ गाइजहरू। सो लेट्स गो गाइजहरू। यहाँ छ दाउराहरू होइन अनि यहाँ छ एक प्रकारका दाउराहरू। यस दाउराले चाहिँ चुइँ पारि खेल्नुपर्ने हुन्छ है त्यो चाहिँ बाहिर छ अनि म चाहिँ यहाँ दाउरा खोज्न चाँडै छु माथितिर होइन। सो गाइजहरू मैले चाहिँ दाउरा लिएर यति बनाइसकेको छु र यसलाई चाहिँ फाल्नुपर्ने हुन्छ यहाँ स्वेट। सो गाइजहरू फाइनली हामीले दाउरा पनि कलेक्सन गरिसक्यौँ र अब चाहिँ पकाएर खानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ पोक्सरहरू चाहिँ बटाउनु पर्ने हुन्छ अनि सो म चाहिँ अनि यहाँतिर आएपछि यस्तो यस्तो बटरको एकदमै खाँचो हुन्छ होइन किनकि योबाट आगो राम्रोसँग बोल्छ नि त। सो तपाईँहरूलाई पनि थाहा होला। सो गाइजहरू हामी चाहिँ पकाउनको लागि चाहिँ सुरुमा त अब चुलो बनाउनु पर्यो आगो सागो बाल्नु पर्यो नि त होइन। सो अहिले चाहिँ हामी आगो बाल्न लागेको छौँ होइन अनि त्यसको लागि चाहिँ सलाइको आगो साला हाम्रो करेन्ट छेउछाउ यहाँ देख्न सक्नुहुन्छ यो त यो करेन्ट अब हामीले पकाउनु पर्ने हुन्छ यहाँ अनि खानुपर्ने हुन्छ गाईहरू। त्यसको लागि चुला चाहिँ यो बनेको छ एउटा काठको डन्डा। सो गाईहरू हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चुलो हो भने तलपट्टि चाहिँ आगो बलिरहेको छ र अब चाहिँ हामीले यहाँ पकाएर खानुपर्ने हुन्छ। सो गाईहरू यसले चाहिँ 5वटा छेउछाउ यस्तै करेन्ट छेउछाउ होइन 5वटा खाना लगाएको छ यो मनिष भाइले। अरे 4वटा अनि सो यदि खाइसकेन भने चाहिँ त्यसले सजाय पाउनेवाला छ गाईहरू र यदि खायो भने चाहिँ त्यसले 50 रुपियाँ पाउने छ। सो गाइजहरू अब चाहिँ म जानुपर्ने हुन्छ पाट खोज्न किनकि हामीले थालसाल केही लिएको छैनौँ त्यही भएर चाहिँ टपरी बनाएर टपरीमा हालेर चाहिँ खानुपर्ने हुन्छ र म चाहिँ माथि गएर चिउराको पाट लिएर आउनेछु र भाइले चाहिँ यहाँ च्याउचाउ पकाइरहेको छ। सो गाइजहरू मैले लिएर आइसकेको छु सालको पाटको टपरी बनाउनु पर्ने हुन्छ है गाइजहरूलाई। सो गाइजहरू भइसक्यो त्यसको 4वटा छेउछाउ हाल्ने टपरी अनि सो भाइले चाहिँ लिएर आउँछ अब ट्यारी छेउछाउ अनि होइन नापनी गरेर ल गाइजहरू केले त छाप्नु पर्यो अब छाप्न एउटा हुन्न नि मुनि फेरि यो पनि पाकिसक्यो होइन। अब चाहिँ हामीले खानुपर्ने हुन्छ माथि गएर अनि मनिष भाइले चाहिँ उठाइसक्यो होइन म लिएर अहिले अनि हालेको चाहिँ यो चाहिँ सुप हो अनि यसलाई पनि हालेर खानुपर्ने हुन्छ नि त होइन। त्यो त्यही भएर चाहिँ अब हामी चाहिँ माथि गएर चाहिँ खानेवाला छौँ। यो भयो अनि यो पानी चाहिँ यति छ ओ पानी यति हो ए अर्को पनि छ नि। सो फाइनली गाइजहरू अब चाहिँ हामीले खानुपर्ने हुन्छ। सो गाइजहरू यो चाहिँ पटाटो हो आलु होइन योलाई पनि खानुपर्ने हुन्छ हामीले करेन्ट चाहिएसँग है। च्यालेन्ज खेलौँ है तर म हारिहाल्छु नि साले ल गर घोल्टो खेलाम कि है बोला भइगयो अलि माथि छ भने फिट्न यार कम टाटो छ ल भएन यार स्टार्ट गर यार ओए ल कस्तो छ टेस्ट कस्तो छ बवाल छ आम्बो ल गाइस ओ माय गॉड सुरुमा चाहिँ आलु खानुपर्छ क्या भुल्नु मर्ने भाइ कम चाक त टाला बाहिर हेरेर खाने यस्तो हेर न
एनिमेसन देखाउनु पर्यो क्या सलाद मेरो क्लास छौ भने बिल्ला नफाल्दियो है स्कुल डे ओहो धेरै भयो जस्तो छ यार गाजर हो स्पाइसिस स्पाइसी होइन बाबु तेरो चाउचाउ हो खानै जान्नुहोस् यार हाले इटी खा के इटी ल हेर इ ठ्याक्क भएको छ लगे यार यति यति चाहिँ खा यति अब साह्रै यति खायो तार तार है मैले कति धेरै खान्छु यति खानु नि पेट पोलो आज पेट पोलो भयो भोलि चाक पोलो भन्ने बेला थाहा छ साले पाँच साले कस्तो बोल्छ छि साले घना छिना धेरै चिना गर तेरो जस्तो पाडो होइन मुला तिनटा खाएर धेरै मिस्टेक गरे यार अरे चारटा साला सकिने छ नि थाहा हुन्छ खा छिटो ल लास्ट बाइट ल दुइटाले ल है यस्तो गर यस्तो के चारवटा खान्छु सिधै तर खाने चाहिँ खाबाट तपाईँहरू सक्नुहुन्छ 50 खाले 4वटा चाहिँ खान यदि सक्नुहुन्छ भने कमेन्ट गर्नु र आएर मसँग च्यालेन्ज गर्नु मसँग होइन के यार मसँग तपाईँहरू खान सक्नुहुन्छ 4वटा पिरो च्याउचाउ सो यो भाइले खाएको छ अनि यदि तपाईँहरू च्यालेन्ज गर्न चाहनुहुन्छ भने यो भाइसँग च्यालेन्ज गर्नु होला सम्पर्क नम्बर 978688 म मेरो नम्बर भनिदिन्छु यदि तपाईँहरूले यदि च्यालेन्ज गर्नु मन छ भने भन्नु होला फेरि यार नेपालको खान बाबा आएर च्यालेन्ज गर्लान् यार अघि यार हान्दा फेरि फोन आएको अघि गरेर नि ल हानिदिने बाइटिङ ल गाइसहरू मेरो चाहिँ लास्ट बाइट होइन यहीँ गएर हान्दिउँ न यार द इन्ड मेरो पनि टाउको देख्दैन टाउको देखेको छैन भने चारवटा चाहिँ खाने बडा
सो गाइजहरु आजको भिडियो के कस्तो लाग्यो हजुरहरूले प्रतिक्रिया दिनु होला र आज चाहिँ हामीले फाइनली दुई भाइले चाहिँ करेन्ट च्याउ चाहिँ पकाएर खायौँ गाइजहरु नेक्स्ट भिडियोमा भेटौँ